यो चाहिँ एकदमै छोरीले बनाएको चटपटे हो पुरा मलाई पैसा 30 रुपैयाँ माग्यो अनि एउटा चाउचाउ अनि एउटा एक प्याकेट भुजा लिएर आएर बनाएको छ अब यो कसरी बनाएको हो भनिदिनु सुरमा भुजा हाल्ने चाउचाउ हाल्ने अनि मसला चाउचाउमा परेको हाल्ने अनि तेल कुन तेल हाल्ने तोरीको तेल तोरीको तेल धनिया धनिया चाहिँ फ्रेस फ्रम बारीदेखि कुद्दै गएर टिपेर लिएर आएको धनिया चाहिँ चिन्छ नि फेरि अनि त्यस पछाडि निम्बु हालेर नुन हालेर मोलेको कागती भन्ने कतिले निम्बु बुझ्दैन नि त कागती भन्ने कागती अनि कस्तो छ टेस्ट मिठो इजी टु मेक यस घरमै बनाएर खान सकिन्छ एकदम बेस्ट हुन्छ अनि यो चाहिँ के को भाँडा अरे यो स्टिलको हलुङ्गेको सिल्भरको भाँडा सिल्भरको हलुङ्गेको भाँडा भन्छ यसलाई चाहिँ अनि खाएर देखाऊ अब हेर्दै खाने मस्तसँगले होइन आज के एक्जाम थियो आज इङ्ग्लिस कस्तो भयो एक्जाम राम्रो भयो एउटा क्वेसन एन्सर छोडेर सबै गरे अनि अब कुनको छ भोलि साइन्स ए कहिले सकिन्छ एक्जाम अर्को सन्डे अनि के गर्ने सन्डे एक्जाम सकेपछि घुम्न जाने कहाँ जाने घुम्न स्केटिङ खेल्न ए यो नाक चाहिँ कहिले छेडेको हिजो बाई बाई